इरान र अमेरिका इजरायलका बीच जारी युद्ध 19औं दिनमा पुगिसकेको छ र संकट थप धेरै गहिरो भएको छ। हिजो इजरायलले तेहरानमा जुन कारबाही गरेको थियो त्यसमा इरानका दुई सबैभन्दा वरिष्ठ लिडर पनि मारिएका छन्। इरानका सुरक्षा प्रमुख र खामेनीका निकटका अली लारिजानी र बसिस बलका कमान्डर गुलाम रजा सुलेमानी इजरायली हवाई हमलामा मारिएका हुन्। यो खबरपछि तेहरानमा एकपटक फेरि शोकको स्थिति बन्यो। तर जवाफमा इरानले इजरायलतर्फ क्लस्टर बम हान्यो र आफ्ना नेताहरूको बदला लिने कसम खाएको छ। यसपछि यो युद्ध थप धेरै विध्वंसक हुने आशंका बढेको छ। युद्धको 19औं दिनमा साउदी अरबमा प्रिन्स सुल्तान एयरवेज नजिक एक ब्यालिस्टिक मिसाइललाई इन्टरसेप्ट गरिएको खबर छ। मंगलबार दुबई र दोहामा कैयौं विस्फोटहरू पनि भएको खबर आएको छ। हिजो नै बगदादमा अमेरिकी दूतावासमा ड्रोन हमलाले निशाना बनाइएको थियो। इरानले आफ्ना नेताहरूको हत्याको जवाफमा इजरायलमा मल्टी वारहेड भएका मिसाइलहरू हानिरहेको छ। उसले यसलाई तेहरानमा भएको हमलाको जवाफ भनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोमा हर्मुज खोल्न सहयोग नगरेकोमा आलोचना गरिरहेका छन्।